एनपीएल अर्थात नेपाल प्रिमियर लिग अर्थात फेस्टिभल अफ हिमालयजको दोस्रो सिजन आज मंसिर 1 बाट सुरु हुँदैछ। मंसिर 1 अर्थात नोभेम्बर 17 बाट सुरु हुने यो एनपीएल को सिजन 2 को ग्रान्ड फिनाले चाहिँ डिसेम्बर 13 मा रहेको छ। यो एनपीएल सिजन 2 को लागि यो सहभागी हुने विभिन्न 8 टिम है, विराटनगर किङ्स, जनकपुर बुल्स, त्यस्तै काठमाडौँ गोर्खा, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र कर्णाली एक्सले आफ्नो जम्बो टिम तयार पारिसकेका छन् भने उनीहरूको यो जम्बो टिममा विभिन्न अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरू पनि अनुमोदन भएका छन्। त्यसैले पनि यो खेल एकदम रोचक हुनेवाला छ। अर्को रोचक कुरा के भने यो एनपीएल को सिजन 2 चाहिँ हामीले पहिलो पटक फ्लड लाइटमा हेर्न सक्नेछौं। टियु मैदानमा भर्खरै मात्र फ्लड लाइट जडान सम्पन्न भएको छ भने यो खेल चाहिँ 4 बजे सुरु हुँदैछ। आजको खेल 4 बजे सुरु हुने खेललाई पक्कै खेल सकिँदा अँध्यारो हुन्छ र हामीले फ्लड लाइटमा हेर्न सक्नेछौं। यो चाहिँ नयाँ रहेको छ, नेपालमै पहिलो पटक फ्लड लाइटमा गेम हुँदैछ। त्यसैले पनि यो खेल एकदमै एक्साइटिङ हुनेवाला छ। सम्पूर्ण टिमहरूको एउटा स्क्वाड तयार भइसकेको छ भने सम्पूर्ण टिमहरू चाहिँ रु 1 करोड भन्दा बढी पुरस्कार राशि भएको एनपीएल सिजन 2 को ट्रफी आफ्नो हातमा पार्नको लागि दाउ हेरिरहेका छन्। अब तपाईहरुले एनपीएल सिजन 2 कसरी हेर्ने भन्ने सोचिराख्नु भएको छ भने नेपालको लागि चाहिँ तपाईहरुले कान्तिपुर म्याक्स एचडी बाट निशुल्क रूपमा टेलिभिजनमा हेर्न सक्नुहुन्छ भने त्यस्तै मोबाइल एपबाट हेर्न चाहनुहुन्छ भने डिसोम गो मार्फत तपाईले रु 300 को प्याकेज लिनुपर्ने छ एनपीएल सिजन 2 को लागि र त्यो 300 बाट सम्पूर्ण खेलहरू हेर्न सक्नुहुन्छ एनपीएल सिजन 2 को। त्यसै तपाईहरुले मिडल इस्टमा हुनुहुन्छ भने त्यहाँ हेर्न सक्नुहुन्छ डिसोम गो मार्फत रु 500 को प्याकेज लिएर र बाँकी अरु अन्य देशहरूको लागि चाहिँ डिसोम गो एप मार्फत नै रु $10 है $10 को प्याकेजले चाहिँ हेर्न सक्नुहुन्छ डिसोम गो एप मार्फत। र हामी विभिन्न अब तपाईहरुले स्टेडियममै गएर हेर्न सक्नुहुन्छ, त्यहाँ पनि टिकट तोकिसकेको छ विभिन्न कक्षहरूको र त्यहाँ पनि पहिलो दिनको टिकट चाहिँ सोल्ड आउट भइसकेको भनेर सूचना आइसकेको छ। त्यो अस्ति नै यति क्रेज देखिन्छ नेपाली क्रिकेटको लागि। नेपाली फ्यानहरु हामी यसैगरी सधैँ समर्थन गरौं। यो सँगै यो एनपीएल मा विभिन्न अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कमेन्टेटरहरु पनि आउने भनिएको छ। अब अन्तर्राष्ट्रिय स्तरका खेलाडी, कमेन्टेटर त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा पुगेको यो गेमले चाहिँ नेपाललाई क्रिकेट मार्फत विश्वमा चिनाउन एकदम ठूलो योगदान दिनेछ र तपाई हाम्रो पनि खेललाई समर्थन गरेर ठूलो योगदान रहनेछ भन्ने अपेक्षा रहेको छ क्यानको। र तपाईहरु जहाँ हुन्छ त्यहीबाट खेललाई सपोर्ट गरेर साथ दिनु होला र तपाईहरु कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ तल कमेन्ट बक्समा लेख्नु होला है त। थ्यांक यू, बेस्ट विशेस।